हेलो हेलो। स्वागत छ यहाँहरू सम्पूर्णमा मेरो युट्युब च्यानलमा। यहाँहरू सबैलाई नमस्ते भन्दै आज चाहिँ म थोरै यो काठमाडौँ जिल्लाको चाहिँ अब महाकालबारीबाट चाहिँ मैले हजुरहरूलाई मेरो आदरणीय दाई जेठा दाईको दरबारबाट चाहिँ अब यहाँ थोरै हजुरहरूलाई यी सुन्दर दृश्यहरू देखाउँदैछु है त। स्वीकार्नु होला। यता अब मेरो भतिज आउँदै हुनुहुन्छ, दिपेन्द्र सुनौवार दिदी छ। के छ भतिज? होइन, मैले यस्तो सुन्दर ठाउँ छ हाम्रो होइन भतिज? यो त के पो भन्छ अरे भतिज? यो गोकर्ण होइन? यो जङ्गल गोकर्ण है। गोकर्ण मङ्गलबारी हेर्नु त यस्तो राम्रो सुन्दर अर्ग्यानिक ठाउँ छ हाम्रो हो। विश्वभरिमा त नेपाल जस्तो अरू देश त छैन जस्तो पनि लाग्छ मलाई। सायद तपाईँहरू सबैले त्यस्तै होला। विदेशमा जस्तै जति राम्रो भए पनि तर हाम्रो देश जस्तो चाहिँ अब कुनै देश पनि अब छैन। अब केही अझै योभन्दा अझ केही अब सुधार हुन्छ भन्ने चाहिँ हामीलाई आशा र भरोसा छ है। अनि यहाँ चाहिँ अब सबै अर्ग्यानिक सब्जीहरू चाहिँ लाउनुभएको, सागसब्जीहरू भाउजूले गमलामा यसरी लाउनु भएको छ। हाम्रो गाउँघरको जमिनहरू चाहिँ पुरा जङ्गल झारी भएर बसेको छ। के गर्ने, अलिकति अब हाम्रो यातायातको असुविधाले गर्दा पनि शिक्षा अनि स्वास्थ्यको पनि अलिकति अब अभाव भएको कारणले सबैजना चाहिँ अब काठमाडौँ सहर चाहिँ बसेर चाहिँ अब बस्नुपर्ने बाध्यता पनि छ। हेर्नुहोस्, अब चाहिँ केही सुधार होला गाउँघरतिर पनि भन्ने आशा गर्दछु र हामी सबैले गर्नुपर्छ है भन्न चाहन्छु। यतातिर करेला हेर्नुहोस्, करेला छ यतातिर है। यसलाई चाहिँ अब सिन्कौली भनिन्छ।